माई युट्युब च्यानल। आज चाहिँ हामी दुई बहिनी टक्का लगाएर घुम्न हिँडेको त्यहाँदेखि दिदीको अनि मजाले म घुमिरहेको छु। कहाँ हुन्छ म लग्छु ल। कति दिनपछि बल्ल घाममा यसरी निस्के बाहिर रुगा लगाएर मलाई हैरान भइरह। अनि म निस्किरहेको छु मजाले। त्यही भएर कोठाभित्र गुम्सेर बस्नुपर्छ भने हिजोभरि यस्तो घाम भइरहेको थियो जाडो भइरहेको थियो। आज कस्तो छ त आज अलि शीतल शीतल घाम भइरहेको बल्ल अलि रिल्याक्स फिल भइरहेको छ गाइस। मेरो दोस्तो यहाँनिर चढेको बेला चाहिँ यस्तो पहाड चढे जस्तै फिल हुन्छ क्या। हामी चाहिँ दुई बहिनी गएर घुमिरहेको थियौँ। यो चाहिँ स्वयम्भूको अगाडिको भ्यू चाहिँ यो चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो देखिरहेको थियो। अनि म अनि त्यति आएको थिएन भनौँ धेरै पछि आएको थिएँ नि त। सो मलाई नि घुम्न चाहिँ एकदम धेरै मन लागिरहेको थियो अनि नयाँ नयाँ ठाउँहरूमा गएर भिडियोहरू बनाउनु थियो किनकि हजुरहरूलाई नि देखाउनु थियो नि त त्यही भएर। सो यही हो भ्यूहरू होइन हजुरहरूले नि हेर्नु यही सँगसँगै अब हजुरहरू आज हामी यतिकै घुम्नेछौँ। के बाटो जाने सबैलाई माथि हजुर यसरी घुम्न आएको मम्मीले थाहा पाएपछि के हुन्छ? धुलै हुन्छ। धुलै हुन्छ गाइस। यहाँ चाहिँ सबै कुराहरू राख्नु हुँदो रहेछ ब्यागदेखि लिएर हरेक कुराहरू जुन चाहिँ हामीलाई चाहिन्छ। बाहिर मान्छेहरू टुरिस्टहरू घुम्न आउँछ नि त उनीहरूलाई नि मनपर्छ अनि नेपालमा भएको हरेक कुराहरू उनीहरूलाई नि थाहा होस् नि त मेमोरीहरू नि हुन्छ भनेर उनीहरूले चाहिँ यहाँदेखि सामानहरू लग्ने गर्छन् क्या। तलमा हिँडिरहेको छ मजाले दुई भाइ बहिनी भाइ चाहिँ छैन होइन बहिनी मात्रै। अनि हामीहरू चाहिँ बल्ल बल्ल तलदेखि लिएर माथिसम्म बल्ल बल्ल पुग्यौँ होइन अघि आएको बाटो अझै माथिसम्म हिँड्दै थियौँ भनौँ। अनि बल्ल बल्ल पुग्यौँ है माथिसम्म। पहाड चढ्दा चढ्दा खुट्टा दुखेको छ्यास्सा भइसक्यो म। आँखिटा पनि आत्ते गइरहेको छ म छ्यास्सै भइसक्यो होइन घाममा नि आएर के गर्मी हो गई। यही भ्यू हेर्नको लागि आएको होइन म त्यति टाढादेखि कस्तो राम्रो सिन कि आहा भने कति राम्रो देखिरहेको थियो भ्यूहरू यस्तो राम्रो देखिरहेको थियो नि। अब जहाँसम्म पुगिन्छ भनेर चाहिँ हामी त हिँडेको कि माथिसम्म त्यो डाँडा त्यो माथि देखिया छ नि त्यो बाटो चाहिँ हामी दुईजना चाहिँ दिदी चाहिँ मानिरहेको थिएन मैले फकाइ लिएर गएँ अनि चाहिँ हामी चाहिँ हिँड्दै गयौँ है माथिसम्म। त्यो हिँडेर आयो कतै त्यत्रो हिँड्नु छ कसको घरमा आइ बस्दिनुपर्छ क्या बसौँ न एकछिन यहाँ कोही त छैन गाइस भ्यू आत्या बसेर अघिसम्म कस्तो थर्काइरहेको थियो जाऊँ न भने चाँडो अलि भर्खर। बल्ल यहाँ आएको त्यही पनि घर चाहिँ यहाँबाट मेरो मुहार खस्यो भने त गाह्रो छ नि त म देखाऊँ पछाडिको भ्यू।
मान्छे नगराउनु नि हैन किन फोर्स गर्नु यही भ्यू हेर्नको लागि त होइन मान्छे टाढा टाढादेखि आएको हुन्छ म चाहिँ भ्यूहरू हेर्न थियो सो म चाहिँ बल्ल बल्ल म सन्जो नहुँदा नि म बल्ल बल्ल गएको थिएँ कि यही भ्यू हेर्नको लागि त्यही नि जहाँसम्म पुग्यो त्यहीसम्म चाहिँ भ्यू हेऱ्यौँ होइन अरू चाहिँ नेक्स्ट डे भनेर चाहिँ जहाँसम्म पुगिन्छ भनेर चाहिँ हामी चाहिँ हिँडिदिएको होइन दुई बहिनी अनि भ्यूहरू चाहिँ एकदम राम्रो देखिरहेको थियो कि मैले चाहिँ यहाँनिर धन्य म लोटेन यहाँ यस्तो बाटो बिग्रिया रहेछ बनाउँदै रहेछन् सो भ्यू हेर्न कस्तो दामी देखिया छ है तर Oh my god, guys, this view. ए याद छ उता माथि पनि हामी पुगेको थियौँ नि अस्ति नै यसमा के हुन्छ भनेपछि यसमा मनीहरू फालेर आफ्नो विसहरू माग्छन् कि यो चाहिँ स्टार्टिङदेखि नै एकदम धेरै मान्ने गरिन्छ है त्यहाँको मैले सुने अनुसार त्यहाँ चाहिँ जो पनि जान्छ अनि मनीहरू फालेर विस मागेर पुरा गर्छ अरे आधी जति घुमेर भ्यायो है भ्यायो नेक्स्ट डे भन्दिनँ भोलि आउँछ गाइस हामी मजाले घुम्ने त्यही त हो त दिन घुम्ने भनेको म यस्तो घुम्ने त्यतिको मम्मीले मम्मी काम गरेछु गाइस हैन मेरो दिदीको बाहाना मैले काम पनि परेको घुम्न पर्छ मेरो पछाडि यति राम्रो भ्यू छ नि म भन्न सक्दिनँ मेरो अगाडि पनि देखाम खिच न यो खिच यो चाहिँ पार्किङ लटमा हामी भएर फोटो भिडियो चाहिँ खिचिरहेछौँ होइन एकदम राम्रो भ्यू छ कि मलाई एकदम मन परेको एकदम सफ देखिरहेको यति सफा क्लियर होइन यहीँ बस्छौँ कि क्या हो म त घरमा यही बस्छु गाइस यहीँ बस्छौँ कि क्या हो म त घर बनाएर यस्तो राम्रो घाम आइरहेको म चाहिँ एकदम मन पर्यो एक दिन म ठुलो भ्लगर बन्नु आफैले पुरा हुन्छ लास्ट गाइस एकदम रमाइलो यस्तो राम्रो हावा आइरहेको छ हावा आऊ यता पछाडि बिस्तारै अनि पानी ओसार्न अनि यहीँ बस्नु नै यस्तो परमा म चाहिँ यहीँ घर बनाएर बस्छु जाम न म गएँ ल यहीँ बना बाई बाई म घर बाटो चिनेछु नि त के थाहा कस्तो के थाहा होला हाँसिका म त बाटो बिर्सेँ म्याथ छ नि त होइन गाइस त्यो जब मेरो प्यारो प्यारो साथीहरू नेट चल्दैन म यहाँ एकदम धेरै अलिअलि चाहिँ खुसी लागिरहेछ घुम्न पाइरहेछु नि त मजाले त्यहाँ मङ्कीहरू छन् कि कति धेरै छ होइन घाम तापेर बसिरह होला नि अनि आशिका चाहिँ डराएर हिँड्छ कस्तो क्युट क्युट छ त मङ्की पनि कस्तो क्युट चाहिँ म्युजियम रहेछ त्यहाँ चाहिँ जान पाइँदैन रहेछ नि मेरो हातमा अनि जान पाइँदैन रहेछ हामी चाहिँ तलतिर झर्दैछु तलतिर हामी चाहिँ त्यति हेर्दै फर्किहाल्यौँ किनकि हामीसँग त्यति टाइम थिएन अनि हामी चाहिँ नेक्स्ट डे आउने प्लान बनायौँ यति भ्यू हेरेर यति नै एकदम राम्रो थियो होला त्यही पनि चटपटी खाएको खाएन के लिएर आयो यो लिएर आयो एउटा अनि एउटा चाहिँ भुजाको दाल भुजा पनि खुल्लामा पाइने रहेछ दालहरू पनि खुल्लामा पाइन्छ म चाहिँ मनपर्छ क्या रोल जस्तो घरमा देखाउँछस् मेरो बुवा चाहिँ नखोसोस् के अरू खसेस नखसोस् मुवा चाहिँ नखसोस् पुग्यौँ फाइनली जन्मिँदै यस्तो स्यास्या भइरहेको छु नि
मैले चाहिँ अहिले म मजाले देखाउँछु, अहिले चाहिँ देखाउँछु नि। हाँ बुझ्नु दुख्यो, खुट्टा दुखिरहेको। गाइस फाइनली मैं पुगेँ हाम्रो रुममा। अनि यस्तो स्यास्या भइरहेको, मम्मीको फोन आएको रहेछ। तर मम्मी म भर्खरै घर पुगेछु, थाकिरहेको छु। सो अहिले पछि बोल्छु हजुरसँग। अहिले बोल्ने स्थितिमा छैन, सरी स्थितिमा छैन। धड़कन मेरे हाथ में आ चुकी।